हामी अब के गर्छौँ त सरफेस टेन्सनको एक्सपेरिमेन्ट गर्न गइरहेका छौँ। यसमा के छ भने एउटा हेर, यसमा पानी छ, यसमा मैले एउटा बोतलको कभर हाल्छु। अब के गर्नु छ तिमीहरूले, यो बोतलको कभरलाई हेर हाल्दा के भयो, साइडमा गयो, बीचमा लागेर देखा त, बीचमा आउँछ गरेर हेर न। फेरि बीचमा राख्दा पनि राखिदिँदा पनि के हुन्छ, किनारामा आइहाल्छ। यस्तो किन आयो, बीचमा किन गयो? यसलाई बीचमा ल्याउनु छ। बीचमा ल्याउनको लागि के गर्नु, हेर बीचमा ल्याउनको लागि के छ, अहिले के छ, यो खाली छ अलिकति हैन, खाली छ। त्यसै कारणले के यसको जुन माथिको जुन सर्फेस छ यस्तो छ, कन्केभ छ। यो जुन एज छ त्यो कन्केभ छ, त्यसैले सर्फेस टेन्सनै कारण यो यहाँ आइरहेको छ। अब के हुन्छ, अब यसलाई बीचमा पार्नको लागि हामी के गर्छौँ, बिस्तारै बिस्तारै यसमा पानी हाल्दै गएर हेर यो आफै बीचमा आयो। अब के भयो भने सरफेस टेन्सन बुन्दा पहिले पनि थियो, अहिले पनि छ। अहिले अब के छ त, यसको आउटर सर्फेस जुन छ कन्भेक्स जस्तो यस्तो बनिहाल्यो हैन, त्यसको कारण यो आफै बीचमा आइहाल्यो। पहिले जब यो खाली थियो, जब यसको पानी यो ग्लासको एजभन्दा तल थियो, तब के जति जग्गा पनि किनारामा गइहाल्थ्यो। अहिले हेर यो पानी जुन छ यसको एज भन्दा माथि छ, तर पोकिरहेको छैन। किन पोकिरहेको छैन भने सरफेस टेन्सनको कारण पोकिरहेको छैन। र यही सरफेस टेन्सनको कारण यहाँ अब कन्भेक्स एज बन्यो, त्यसैले के भयो त, यो आफै बीचमा आइहाल्यो हैन।